Hello guys, welcome to my another video after a long time. आज चाहिँ सो के छ स्टकमा हाम्रोमा चाहिँ देखाउन गइरहेको छु। कसैले चाहिन्छ भने डिएम गर्दा हुन्छ। सुरुवात चाहिँ एग्रेसिभ बढाइ गरौँ। हाम्रो यहाँ चाहिँ अफ्रिकन सिकेट छ अनि हाम्रो सेब्रम छ एउटा पेयर राम्रो छ। अनि यहाँ चाहिँ हाम्रो सिकेट डल्फिन छ। साइज पनि राम्रो छ। प्राइसको लागि चाहिँ डिएम गर्दा हुन्छ। प्राइस पनि एकदम मिलाएर दिन्छौँ हामी है। यो चाहिँ ग्रिन टेरर छ। यसको क्वालिटी चाहिँ राम्रो छ भाइ सक्नुहुन्छ। यसको तल चाहिँ हाम्रो गोल्डफिस छ राम्रै छ। यहाँ कोही अनि गोल्डफिस अनि हाम्रो यो पलिस्केल गोल्डफिस छ। अनि यतापट्टि हाम्रो पोलर प्यारट छ। अलिकति पानी यसको फोर छ। अनि यसको तल चाहिँ अलिक प्लान्टेड छ। यता चाहिँ एन्जल सिलेट गुरामी बेटाहरू छ। यो चाहिँ प्लान्टेड अहिले बिग्रिरहेको भएर। अनि हाम्रो यहाँ अगाडि डिस्प्ले ट्याङ्कमा चाहिँ एन्जलको ब्रिडिङ भइरहेको छ है। अब यो चाहिँ थर्ड टाइम हो। अब एज हुन्छ कि हुँदैन हेरौँ। एज भएको नि भिडियो हजुरलाई बनाएर म हालिदिन्छु। अन्डा चाहिँ फेरि राम्रै ल्याएको छ दामी छ फेरि। अनि हाम्रो चाहिँ यता बेटा छ फिमेल बेटा डबल टेल। योपालि राम्रै आएको छ। आज भर्खर आएको हो। अनि यतापट्टि हाम्रो रेड एउटा यो चाहिँ हाम्रो कोही हाम्रो यता सुमानेङ्गिङ हाम्रो यहाँ जेब्रा र मोलीहरू छ। यहाँ चाहिँ क्राउडेड बेटा पनि छ। हाम्रो यहाँ पनि त्यही हो मोली र उस जेब्राहरू छ। यता चाहिँ गुरामीहरू छ। बेटाहरू चाहिँ अलिकति स्ट्रेसमा छ भएर। अनि हाम्रो चाहिँ यतापट्टि चाहिँ कपीहरू छ। यो आइटम पनि दामी छ है। अनि चाहिँ हाम्रो पसल अपरेट गर्नु ला भएर चाहिँ अलिकति फोरहरू छ है। भाइ नगरिदिनु होला। अनि हाम्रो यता चाहिँ कोहीहरू छ लङ फिनमा छ। लङ फिन सर्ट फिन सबै छ। सुनानी किङ पनि छ। ठुल्ठुलो साइजमा छ। अब यतातिर चाहिँ त्यही डिजाइनहरू अब त्यो एक्रेमा डिजाइन गर्ने भयो। यतातिर दाना साना सबै छ। यहाँहरूले केही चाहिन्छ भने चाहिँ डिएम गर्दा हुन्छ। अहिलेको लागि चाहिँ यति नै हो स्टकमा चाहिँ। यो चाहिँ स्टक क्लियरेन्सको लागि हो। अर्को स्टक पनि आइसक्यो। अर्को स्टक चाहिँ फेरि घरमा राखिरहेको भयो हो। अहिले चाहिँ पसलमा भएको चाहिँ चाहिन्छ कोहीलाई चाहिन्छ भने चाहिँ डिएम गर्दा हुन्छ है। हाम्रो लोकेसन सबै म उसमा हालिदिन्छु। राम्रो छ। प्राइस मिलाएर दिनु हजुरहरूलाई है। ल